भने के भन्छ खेल्ने टाइममा खेल रेस्ट गर्ने टाइममा फुल्ली रेस्ट गर त्यताको के प्रब्लम भयो भाइ ओए सुलेमान के भयो प्रब्लम के हो पासिङ बल पाइ कि मिसपास बल पाइ कि मिसपास खेल्ने तिमीलाई के छ भने बल पाछ भने तिमीले पोजिसन बल खेल्ने नि म रनिङ बल उहाँ कुदाइरहेको छु मैले साथीलाई न्युट्रललाई खेलेर आफू स्ट्रेट आउट हुन अन्त खै उसकै विशाल खाइ यता आइज न खेलेकोतिर आइज त तेरो कतिवटा बल टच बिग्रियो तेरो 3टा गेममा 3 गोल हो त्यो भनेको त सेन्टर डिफेन्स खेल्छस् तैँले बल पाएको भए तैँले 4 चोटि 5 चोटि लियो भने के रहेछ त्यो तैँले खेल्नुपर्ने भनेको हाई क्लासको टिमको स्ट्राइकरसँग खेल्ने हो तिमीहरूले बुझेन फर्स्ट अनि एउटा लक्ष्युले एउटा बल पाइस् नि जहिले पनि पोजिसन बलमा जस्तै म यहाँबाट खेलिरहेको छु भनेपछि मलाई प्रेसर अफ गर्नको लागि कहाँ खेल्नु पऱ्यो मैले यहीँ खेल्ने कि त्यसलाई चेन्ज गरेर उहाँलाई नि हो अवे फ्रम द प्रेसर बुझिनस् है स्विच गर्नु एट्याकलाई बुझ्यो तिमीहरूले यहाँबाट खेल्दै यहाँ लैजा फेरि खेल्दै लैजा खेला न तिमीहरूले बुझ्यो है